हुनुहुन्छ होला हाम्रो चाहिँ अब त्यहाँ तिहारको तयारी भइरहेछ यहाँ रोटी पकाउँदिनुहुन्छ हाम्रो दिदी अनि यहाँ हाम्रो भेनाजीले रोटी पकाउँदै हुनुहुन्छ हाम्रो सानो भान्जी चाहिँ उता नाचिरहनु भएको छ उहाँ दिदीले फेरि टिकटक बनाइरहनु भएको छ उहाँ अनि हाम्रो भाइ छ अनि भाइले अनि कपडा धोइरहेछ अनि हाम्रो दिदी भेनाले पकाएको रोटी देख्न सक्नुहुन्छ अनि यो भयो गाइजहरु हेर्नु यहाँ छ अझै एक बाटा अनि भेना यता नि त भेनाजीले यहाँ रोटी पकाउन थाल्नु भएको छ अनि यो धेरै दाइको छोरा भयो अनि गाइजहरु अनि उता चाहिँ मिसिन बनाइरहनु भएको छ अनि भाइ अनि हाम्रो भाइले कपडा धोइरहेछ हामी चाहिँ रङ्गोली बनाउनु भएको रहेछ म चाहिँ हिजो घरमा आएको हाम्रो रङ्गोली अनि गाइजहरु अब त्यहाँ फेरि टिका लगाउनेको तयारी भइरहेको छ देख्न सक्नुहुन्छ अनि भाइले कपडा धोइरहेछ यता के छ ठिक छ नि भाइ चाहिँ भैलो खेलेर आएको हैन अनि यहाँ चाहिँ अब यहाँ चाहिँ चटनी यहाँ चाहिँ चटनी छ गाई चाहिँ देख्न सक्नुहुन्छ सबैजनालाई खाना आउनु होला भन्न म गर्ने गाइजहरु उहाँ चाहिँ दिदीले रोटी पकाउनु झिलङ्गा भन्ने भेनाले पकाउनु हाम्रो चाहिँ यहाँ बहिनी चाहिँ धेरै काम गर्छ भलक मान्छे छेट छैन गाइसहरु म यसको बहिनी हो यसको हैन गाइस यो त खासै राम्रो हैन जान्दिन मेरो दिदी हो आज तिहार हो हैन त्यही एला पनि केही पनि भने सुरुदेखि पानी सुरु अन गराएर होस गरी कमाइने ब्लग हाय गाइस नमस्ते हाम्रो यो सुमन परिवार हो हैन यसमा सबैले लाइक कमेन्ट गरेर हैन सब्स्क्राइब गरेर धेरै भन्दा धेरै फ्रेन्ड बनाइदिनु होला यस्तो हैन अब के भन्ने हैन गाइसहरु अब त्यस्तै हो त सबैले ह्यापी तिहार भन्न चाहन्छु अब सबैजनालाई अब तिहार भन्न चाहे अब हजुरहरुलाई सबैजनाले माया गर्नु होला सपोर्ट गर्नु होला सब्स्क्राइब गर्नु होला हेर्नु न गाई चाहिँ यहाँ चाहिँ अहिले रमाइलो छ अब धेरै कुरा गर्नुहुन्छ अहिले हजुरलाई म छोटो छोटो म भिडियो गरेर म देखाउन चाहे अहिलेलाई चाहिँ छोटो छोटो गाई हाम्रो चाहिँ सानो सानो बुने हाय गरिदेऊ हाय फ्रेन्ड्सहरु भन हेलो सबैजना सन्चै राम्रो हुनुहुन्छ भन हेलो गाइस भन्छु हेलो गाइस सन्चै हुनुहुन्छ सबैजना भन न ओ सजिलो ल ल हेलो सबैजना सन्चै राम्रो हुनुहुन्छ भन श्यामा छोरो हातमा धोइदे हातमा धोइदे पनि यो चाहिँ मेरो दिदी गाइस देख्न सक्नुहुन्छ यो चाहिँ भर्ती भएको दिदी हो सुमनको दिदी हो गाइस त्यसको फ्रेन्डलाई पनि ह्यापी तिहार मेरो सुमन भाइको फ्रेन्डलाई पनि ह्यापी तिहार ल अहिले हामीले टिका लगाएको फोटो राख्छौँ है ल अब गाइस यहाँ खरफुल्ने कार्यक्रम भइरहेछ हैन हामी चाहिँ अब टिके गाइस फर यो ताली 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 गाइस सबजना हामी चाहिँ बसिरहेको भएको त तिहार धेरै नगर्नु हाम्रो भाउजू हुन्छ हाम्रो दाइ हाम्रो भेना हाम्रो बाले चाहिँ मिसिन बनाइरहेको गाइसहरु भ्यू आज वेदर पनि खासै खुल्ले छैन राम्रो छैन यता फेरि खाली कराको कुरा मात्र गर्छ दिदी यता चलेको चलै म त पियर बाङ आत्मा मुख पनि लो छैन गाइस यार उठेर सानो गर सानो हात ए त्यो आम खाना पानी राखेर अनि टमाटर वरिपरि गर्ने होला यसले तेल लाउनी अझै भन्ने तेल अघि नै भन्दिनु तेल त्यो सानो गर पहिला के उयो सानो गर त
हो त्यहाँ त्यहाँ त राख्ने लगाएको अब घाम लाग्छ हेर मैले मुख चाहिँ घाम लाग्छ यस्तो गर्नियौ के फुल राख्ने अनि त्यो राख्ने पहिला यो फाल न त्यो सानो गर यो फाल अनि पुग्छ न यो सानो गर नि त्यो पनि सानो गर कि तिमीले ए तँले त्यही लुगा लाउने लुगा छैन अस्ति दसैँ पठाइदिएको खोइ खोइ दसैँ पठाइदिएको लुगा छैन मलाई के थाहा आफू लुगा म दिएको छैन कि तँ बारी होइन भन्नुस् न आएको म